26 अप्रिल 2026 आइतबारको दिन बिहानी पख बाहिर सिमसिम पानी पनि परिरहेको छ। त्यसका बावजुद पनि हजुरहरू यहाँ उपस्थित हुनुहुन्छ। हजुरहरू सम्पूर्ण आत्मीय लाइन मित्रज्यूहरू तथा अतिथिज्यूहरूलाई म शुभ बिहानीको शुभकामना दिँदै आजको यस सिद्धार्थ इन्लाइटनको तेस्रो वार्षिक साधारण सभामा मैले यस कार्यक्रमको प्रस्तुताको जिम्मा लिएको छु। तसर्थ हजुरहरूलाई सर्वप्रथम त हार्दिक स्वागत गर्न चाहन्छु। अनि साथसाथै म अब एकदम हामी ढिलो भइरहेको हुनाले चाहिँ आधी घन्टा ढिलो भएकोमा माफी माग्दै आजको कार्यक्रम अगाडि बढाउने अनुमति पनि माग्दछु। सर्वप्रथम म आसन ग्रहणको लागि यस लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इन्लाइटनको तेस्रो वार्षिक साधारण सभाको सभापतित्व ग्रहण गरी आसन ग्रहण गरिदिनु हुनको लागि म लायन निरोज कर्मचार्यज्यू जो यस क्लबका अध्यक्ष हुनुहुन्छ उहाँलाई हार्दिक अनुरोध। त्यसै गरी हाम्रो प्रमुख अतिथिज्यू अझै आइपुग्नु भएको छैन। म हाम्रो प्रमुख तथा विशेष अतिथि लायन पार्वती खरेल पाण्डेज्यू जो अहिलेका डिस्ट्रिक्ट गभर्नर गर्छु। त्यस्तै गरी विशेष अतिथि लायन सूर्य कुमार केसी फर्स्ट भिडिजी तथा इलेक्ट गभर्नर 2026। त्यस्तै गरी विशेष अतिथिमै लायन विष्णु प्रसाद भण्डारी डिस्ट्रिक्ट चिफ एडभाइजर तथा सेकेन्ड भिडिजी 2026-27 इलेक्टेडलाई हामी अनुरोध गर्दछौँ आसन ग्रहण गरिदिनुको लागि। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि लायन महेन्द्र कुमार राठीज्यू क्याबिनेट ट्रेजररज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि लायन महेश पाण्डेज्यू चिफ काउन्सिलरज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि लायन अनुज कुमार श्रेष्ठज्यू डिस्ट्रिक्ट चिफ तथा अहिलेका सचिवज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि सिद्धार्थ गौतम बुद्धका पूर्व अध्यक्ष तथा क्लब एक्सटेन्सन चेयरपर्सन यस सिद्धार्थ इन्लाइटनका क्लब एक्सटेन्सन चेयरपर्सन तथा डिस्ट्रिक्ट कोअर्डिनेटर लायन नारायण रेग्मीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि जोन चेयरपर्सन तथा मेरा असल मित्र लायन नवराज पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि लायन प्रकाश कँडेल एलसीके लर्ड बुद्धका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामीसित विशेष अतिथि पनि हुनुहुन्छ वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष रमेश मुनिकारज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु। त्यसै गरी जोन चेयरपर्सन सृजना ज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु र अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अध्यक्षज्यू लायन श्याम किशोर श्रेष्ठज्यू एलसीके धौलागिरीबाट हुनुहुन्छ उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गरेँ। त्यसै गरी आसन ग्रहणकै क्रममा एलसीके टेम्पल रेकीका अध्यक्ष मोहन श्रेष्ठज्यू हुनुहुन्छ उहाँलाई पनि आसन ग्रहणको लागि। त्यसै गरी एलसीके भृगुटीबाट बिन्दु बस्यालज्यू आउनुभएको छ उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गरेँ। यसै क्रममा हाम्रो प्रमुख अतिथिज्यू पनि आइसक्नु भएको छ हामीमा। उहाँलाई पनि मैले आसन ग्रहणको लागि हार्दिक अनुरोध गरेँ। उहाँ सङ्घीय सांसद माननीय सृजना श्रेष्ठज्यू हुनुहुन्छ। आगामी अपकमिङ प्रेसिडेन्ट हुनुहुन्छ एलसीके सिद्धार्थ गौतम बुद्धबाट उहाँलाई पनि हार्दिक अनुरोध गरेँ।
त्यसै गरी यसै क्लबका निवर्तमान अध्यक्ष शङ्करराज अधिकारीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस क्लबका प्रथम उपाध्यक्ष प्रहलाद पौडेलज्यूलाई आसन ग्रहणको लागि अनुरोध गरेँ। त्यसै गरी द्वितीय उपाध्यक्ष राजन विश्वकर्माज्यूलाई पनि आसन ग्रहण गर्नको लागि अनुरोध गरेँ। त्यसै गरी बलराम रिमालज्यू तृतीय उपाध्यक्ष हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गरेँ। सचिव हुनुहुन्छ यस क्लबका प्रकाश आचार्य, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गरेँ। आशिष अधिकारी लाइन आशिष अधिकारी हुनुहुन्छ कोषाध्यक्ष यस क्लबका, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गरेँ। त्यसै गरी सहसचिव हुनुहुन्छ सुजित केसी, उहाँलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गरेँ। त्यसै गरी हाम्रो माझ चण्डिका ट्राभल्सबाट हाम्रो एकजना अतिथि आउनुभएको छ शासक पौडेल, उहाँलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गरेँ। त्यसै गरी हाम्रो एलसीके सिद्धार्थ गौतम बुद्धका लियोका प्रथम उपाध्यक्ष अपकमिङ प्रेसिडेन्ट हुनुहुन्छ अनुष्का कर्मचारी, उहाँलाई पनि बस्नको लागि अनुरोध गरेँ। यसै क्रममा अरू पनि अतिथिहरूलाई हामीले निम्ता दिएको छौँ, उहाँहरू आउँदै हुनुहुन्छ होला। यसै गरी हाम्रो डिस्ट्रिक्ट यसबाट रिजन चेयरपर्सन अमृत बर्तौलाजी आउनुभएको, उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गरेँ। अगाडि ड्यासमा मञ्चमा आइदिनु होला अमृतजी। अरू पनि हाम्रो अतिथिज्यूहरू आउँदै हुनुहुन्छ, म समय क्रमसँगै उहाँहरूलाई आसन ग्रहण गराउँदै जानेछु। अब हामी हाम्रो राष्ट्रको सम्मानको लागि राष्ट्रिय गान बजाएर हामी कार्यक्रमलाई अगाडि बढाउँछौँ। धन्यवाद। प्रथम उपाध्यक्ष लाइन हरिप्रसाद तिवारीज्यूलाई राष्ट्रिय झन्डाको अभिवादनको लागि यहाँलाई आफ्नो दायाँ हातलाई बायाँ उसमा यसरी राखिदिनु अनुरोध गर्दछु र राष्ट्रिय झन्डाको अभिवादन सुरु गर्छु। हामी हाम्रो राष्ट्रिय झन्डालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ। एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पुरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ। यसको सुनौला अक्षरले लेखिएको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ। हामी हाम्रो राष्ट्रिय झन्डाप्रति अविचलित निष्ठाको घोषणा गर्दै र यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा धन्यवाद हरि सर। अब हामी विश्व शान्तिको कामना गर्दै 1 मिनट मौन प्रार्थना गर्नेछौँ। टाइम सुरु। दीप प्रज्वलन
आरम्भ भएको घोषणा गरिदिनु हुनको लागि हाम्रा डाइनामिक लिडर लाइन हिरोज कर्मचारीहरूलाई हार्दिक सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत गरिदिनु हुनको लागि म लायन शङ्करराज अधिकारीज्यूलाई हार्दिक सिद्धार्थ युनाइटेडको तेस्रो बार साधारण सभाका अध्यक्ष लाइन्स निरोज कर्मचारीज्यू, प्रमुख अतिथि माननीय सृजना श्रेष्ठज्यू, अतिथि विशेष अतिथि लाइन्स मैले आउनु गरिनँ, लाइन्स हाम्रा लाइन्सका धरोहर पार्वती म्याडमज्यू, विशेष अतिथि लाइन्सका धरोहर सूर्य सरज्यू, लाइन्सका धरोहर विष्णु सरज्यू लगायत हाम्रो यस कार्यक्रममा अतिथिको रूपमा आएर शोभा बढाइदिनु भएकोमा सबै अतिथिज्यूहरूलाई र उपस्थित सबै साथीहरूलाई म लाइन्स क्लब सिद्धार्थ इन्लाइटनको निवर्तमान अध्यक्षको हिसाबले अथवा हैसियतमा र यो आयोजकको तर्फबाट यहाँहरूलाई न्यानो स्वागत गर्दछु र लाइन्सको बारेमा एउटा समाजसेवी अन्तर्राष्ट्रिय रूपमै र नेपालको समाजसेवी लाइन्सको रूपमा लाइन्स क्लब यो आई अन्तर्गतको विशेष खालको लाइन्स क्लब हो। त्यसैले हरेक मान्छेका लगायत जीव जन्तु पर्यावरण सम्बन्धी कामहरू गर्छ। यसको बारेमा यहाँ अतिथिज्यूहरू हुनुहुन्छ, उहाँले आफ्नो धारणा राख्नुहुन्छ। मैले यति नै समयको बावजुद पनि यति नै राखेँ कि यहाँहरू सबैलाई उपस्थिति गरेर यो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा हार्दिक स्वागत गर्दछु। नमस्कार, जय भारत। धन्यवाद निवर्तमान अध्यक्ष शङ्करराज अधिकारीज्यू। अब म हाम्रा प्रमुख अतिथि विशेष अतिथिज्यूलाई खादामाला लगाएर स्वागत गरिदिनु हुनको लागि म यस क्लबका अध्यक्ष निरोज कर्मचारीज्यू तथा लियोका प्रथम उपाध्यक्ष अनुष्का कर्मचारीज्यूलाई हार्दिक सम्पूर्णमा फेरि पदाधिकारी बनेर उहाँहरूको निर्वाचन चाहिँ विधिसम्म हामीले गरिसकेका छौँ र यसमा चाहिँ
जुन अब आउने 2026-27 को लागि जुन कार्य समिति चाहिँ चयन भइसकेको छ उहाँहरूको चाहिँ घोषणा गरिदिनु हुनको लागि म निर्वाचन संयोजक लाइन नारायण रेग्मीज्यूलाई हार्दिक अनुरोध गर्छु। युवाको भूमिका यहाँदै हुनुहुन्छ। हाम्रो डिस्ट्रिक्ट संसारकै उत्कृष्ट डिस्ट्रिक्ट हो र उत्कृष्ट डिस्ट्रिक्टको गभर्नरलाई हामीले आज विशेष अतिथिको रूपमा ल्याएका छौँ लाइन पार्वती खरेल पाण्डेज्यू। त्यसै गरी वर्ष 24-25 को लागि इलेक्ट गभर्नर हामी माझ आउनुभएको छ श्री कुमार केसी सर 26-27 को लागि। त्यसै गरी विष्णु प्रसाद भण्डारी जो हाम्रो डिस्ट्रिक्टको चिफ एडभाइजर हुनुहुन्छ र हामीसँग डिस्ट्रिक्ट क्याबिनेट अफिसर लाइन महेन्द्र कुमार राक्षसको पनि उपस्थित रहेको छ। लाइन महेश पाण्डेज्यूको नाम नलिकन बस्न सक्दिनँ म, जसले डिस्ट्रिक्टमा धेरै योगदान गरिसक्नु भएको छ। अहिले उहाँ चिफ काउन्सिलरको रूपमा डिस्ट्रिक्टमा रहनु भएको छ। अनुज कुमार श्रेष्ठ सर जो डिस्ट्रिक्ट चिफ हुनुभएको छ र 26-27 को लागि क्याबिनेट सेक्रेटरीको भूमिका उहाँले पाउनु भएको छ। लगायत उपस्थित हुनुभएका सम्पूर्ण लाइन मित्रहरू सम्पूर्णलाई न्यानो अभिवादन छ। लायन्स क्लब एउटा सोसियल अर्गनाइजेसन हो। विश्वका 200 भन्दा धेरै राष्ट्रहरूमा समाजसेवा, भातृत्व प्रेम, बन्धुत्व प्रेम लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको एउटा संस्था हो। फेलोसिप, लिडरसिप र सोसियल सर्भिसका गतिविधिहरू संसारभरि भइरहेका छन्। आजको लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इलाइटर क्लब हाम्रो डिस्ट्रिक्ट डिस्ट्रिक्ट भइसकेपछि 2022-23 मा खुलेको क्लब हो। जतिखेर हाम्रो डिस्ट्रिक्ट पहिलो वर्षमा प्रवेश गर्दै थियो त्यतिखेर डिस्ट्रिक्टमा हामीले क्लब त खोलियो, तर क्लबको लिडरसिप धुरबुर हुँदा क्लब कता जाला भन्ने हामीलाई असजिलो अवस्था थियो। त्यसपछि शङ्कर राज अधिकारीले यो क्लबलाई सम्हाल्नुभयो। उहाँले पनि आफ्नो तौरबाट क्लबलाई राम्रो तरिकाबाट अघि बढाउनु भयो र अहिले 25-26 मा आइपुग्दा निरोज कर्मचारीको हातमा अध्यक्षता गरिसकेपछि यो क्लबले डिस्ट्रिक्टमै उत्कृष्ट रूपमा अघि बढिरहेको छ र 26-27 को लागि एउटा उत्कृष्ट टिम पनि तयार भएको छ। हामीले यो टिमको विषयमा धेरै चर्चा गऱ्यौँ साथीहरूसँग। इच्छुक साथीहरूलाई अन्य साथीहरूलाई पनि हामीले बोलायौँ। अहिले उहाँको क्लबमा 15 जना मेम्बरहरू छन्। निरोज दाइले म मेरो कार्यकाल सिद्धासम्म 20 जना पुर्याएर जान्छु भन्नुभएको छ। त्यसको लागि उहाँलाई म शुभकामना पनि दिन चाहन्छु। एउटा असल नेतृत्वले क्लब हस्तान्तरण गरिरहँदाखेरि क्लबको पूर्ण रूपमा आफ्नो मेम्बरलाई पनि हस्तान्तरण गर्नुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। हामीलाई निर्वाचन कमिटीमा राख्न त हाम्रो नियमअनुसार नमिल्न सक्छ, तर हामी एक्सटेन्सन चेयरपर्सनमा भएको नाताले 2-3 वर्षमा हामीले गाइडलाइनमा यो क्लबलाई लैरहेका छौँ र क्लबमा त्यति साथीहरूले त्यसको प्र्याक्टिस पनि नभएको कारणले गर्दा मधु सर र मैले यो निर्वाचन कमिटी बनेर हामीले यो नयाँ कार्य समितिहरू सृजना गर्ने अवसर पायौँ, जस अनुरूप हामीसँग अहिले युवा साथीहरू चाहिँ नयाँ कार्य समितिमा आउनु भएको छ। म अध्यक्षको नाम घोषणा गर्न चाहन्छु अध्यक्ष लगायतका टिमहरूलाई। सँगसँगै डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेज्यूलाई उहाँलाई यो प्रमाणपत्र पनि निर्वाचित प्रमाणपत्र पनि राजन विश्वकर्मा सर रहनु भएको छ। राजन विश्वकर्माज्यूलाई प्रमाणपत्र ग्रहण गरिदिनु म अनुरोध गर्छु र उहाँलाई राजन बगान रिमाज्यूलाई तृतीय पदको रूपमा बधाई तथा शुभकामना दिँदै प्रमाणपत्र ग्रहणका लागि अनुरोध गर्दछु। यहाँको योगदान लायन्स क्लबमा अतुलनीय रहन्छ भन्ने हामीले आशा गरेका छौँ। उहाँलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना पनि म दिन चाहन्छु। त्यसै गरी क्लबमा सचिवको रूपमा आउनुभएको छ प्रकाश आचार्य। प्रकाश आचार्यज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँ पनि आउँदै हुनुहुन्छ भन्ने हामीले जानकारी पाएका छौँ। त्यसै गरी कोषाध्यक्षको रूपमा आशिष अधिकारीज्यू पनि आउँदै हुन्छ। उहाँलाई पनि आएपछि हामी पूजन गरौँ र सहसचिवको रूपमा हाम्रो सुजित केसीलाई प्रमाणपत्र ग्रहणको लागि म अनुरोध गर्छु। एउटा राम्रो टिम बनेको छ। आज पानी परेर केही वातावरणको दृष्टिकोणले केही असहज
भएको महसुस हामीले गरे पनि उहाँहरू आउँदै हुनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। छोटो समयमा अस्ति शुक्रबार मात्रै उहाँले कार्यक्रम गर्ने भनेर सुरुवात गर्नुभएको छ। छोटो समयमै साथीहरू उपस्थित हुनुभएर कार्यक्रमको शोभा बढाइदिनु भएको छ र हामीलाई जिम्मा लिएर जुन निर्वाचनको संयोजक बनाएर मलाई दिनुभएको जिम्मेवारीप्रति मैले यहाँलाई म धेरै धेरै धन्यवाद दिँदै सम्पूर्ण निर्वाचित पदाधिकारीज्यूहरूलाई पनि बधाई दिँदै उपस्थित सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। जय लालबाब। राखिदिनु हुनुको लागि म 2 मिनेटको समय दिन चाहन्छु। प्रहलाद पौडेलजी तेस्रो वार्षिक साधारण सभामा उपस्थित हुनुभएका आजको प्रमुख अतिथि सम्पूर्ण लायन्स मित्रहरूमा म प्रहलाद पौडेलको नमस्कार। मलाई यो क्लबमा चाहिँ ल्याउनु भएको हाम्रो डाइनामिक सर हुनुहुन्छ नारायण लेखी सर, उहाँको योगदानले गर्दा म आज यो क्लबमा छु। छोटो समयमा अध्यक्ष बन्ने मौका नै दिनुभयो। मलाई निर्वाचन गर्नुहुने सम्पूर्ण हाम्रो क्लबका सदस्यज्यूहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो निरज सरको योगदानले नै यो क्लब आज यो ठाउँमा छ। उहाँकै कुराहरू अनुसरण गर्दै यो क्लबलाई अझै म मजबुत र अर्को वर्षमा चाहिँ अझै हामी सङ्ख्यामा 100 जनाको यो टिममा चाहिँ यस्तै भव्य प्रोग्राम गर्न पाइन्छ। यो सिद्धार्थ इलाकाले चाहिँ प्रशंसापत्र वितरण कार्यक्रम पनि राखेको छ। यसमा चाहिँ प्रशंसापत्र वितरण गरिदिनु हुनुको लागि म आदरणीय हाम्रो 325 आएका डिजी पार्वती कवि पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसमा चाहिँ प्रमुख अतिथिज्यू माननीय सेजना श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसमा चाहिँ हाम्रो क्लबका एक्सटेन्सन चेयरपर्सन लाइन नारायण रेग्मीज्यू नै हुनुहुन्छ। पहिलो प्रशंसा पाउनुहुन्छ। यता हेर्नु एक्चुअली व्यवस्था गर्नुभएको रहेछ। त्यसको लागि म हार्दिक आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्दछु। यता हेर्नु ल यता यता यस क्लबका निवर्तमान अध्यक्ष लाइन शङ्कर राज अधिकारीजी। यता हेर्नु ल यता क्यामेरामा यता हेर्नु ल यता पनि क्यामेरा यता हेर्नु नि यता यता ल लाग्दैछौँ। यसको लागि चाहिँ आजको यो हाम्रो कार्यक्रम कस्तो रह्यो, निर्वाचन पदाधिकारीहरू कस्ता आउँदै रहेछन्, के रहेछ र यस क्लबलाई चाहिँ आगामी यो वर्षको लागि चाहिँ केही सल्लाह दिन चाहनुहुन्छ अथवा के छन् हजुरहरूको शुभकामना मन्तव्य, त्यो राखिदिनको लागि चाहिँ म चिफ काउन्सिलर लाइन महेश पाण्डेज्यूलाई थ्याङ्क यू सर। यो अवसरका निम्ति आभार व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रमका सभाध्यक्ष अत्यन्तै सक्रिय अध्यक्ष हाम्रो डिस्ट्रिक्टको काठमाडौँ सिद्धार्थ अध्यक्ष कर्मचारीज्यू, प्रमुख अतिथि माननीय सृजना श्रेष्ठज्यू, हाम्रो डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नर हाम्रो आदरणीय डिजी पार्वती कवि पाण्डेज्यू, डिजी इलेक्ट्रिक केसी सर, समादरणीय सम्पूर्ण डिस्ट्रिक्टका लिडरज्यूहरू, आमन्त्रित पाहुनाज्यूहरू, त्यस पछाडि यस क्लबका सबै पदाधिकारी तथा सदस्य साथीहरू सबैप्रति हार्दिक अभिवादन नमस्कार गर्न चाहन्छु। यो नियमित प्रक्रिया हो। लायन्समा हरेक वर्ष हामी पदाधिकारी परिवर्तन गर्छौँ, यानि कि हामी लिडरसिपको उच्चतम प्र्याक्टिस गर्छौँ। भनेको एउटा पदमा 1 वर्षको कार्यकाल हामीले व्यतीत गर्छौँ र त्यो वर्ष हामी हाम्रो कार्यकाल भन्छौँ हामी उत्कृष्ट तरिकाले आफ्नो क्लबलाई कसरी बलियो बनाउने, कसरी सक्रिय बनाउने र कसरी सबैभन्दा अगाडि बढ्ने भनेर हामीले त्यस्तो प्रयास गर्छौँ। त्यो प्रयासमा लायन्स क्लब काठमाडौँ सिद्धार्थ लाइजन
र पूर्व अध्यक्षज्यूले जुन हिसाबले क्लबलाई अगाडि बढाउने गतिमा लिएर जानुभयो त्योभन्दा अझ द्रुततर तरिकाले निरोज सरले यो वर्ष क्लबलाई अत्यन्त सक्रिय हिसाबले अगाडि बढाउनुभयो। म सरप्रति सम्मान व्यक्त गर्न चाहन्छु। विषयवस्तु धेरै बोल्ने भन्दा पनि आजको यो अत्यन्तै अघि नै भन्नुभयो सानो भए पनि अत्यन्त महत्त्वपूर्ण जुन एउटा कार्यक्रम छ यसमा जसरी एउटा नयाँ पदाधिकारी लाइन वर्ष 2026-27 हाम्रो कार्यकाल सुरु हुनुभन्दा कमसेकम 2-3 महिना अगाडिदेखि नै हामीले पदाधिकारीहरू तयारी गर्ने, उहाँलाई स्कुलिङ ट्रेनिङ गर्ने र आफ्नो कार्यकाल फेरि राम्रो बनाउनको निम्ति प्रयास गर्नका निम्ति 26-27 जुन जुलाईदेखि सुरु हुँदैछ त्यो जुलाईदेखि सुरु हुने कार्यकालका लागि अहिले नै निर्वाचन प्रक्रिया सकेर पदाधिकारीहरू तयारी गर्नुभएको छ। म प्रहलाद सर अध्यक्षको रूपमा यस क्लबमा आउनुभएको छ। म सर र सरको टिमलाई अत्यन्तै सफल तरिकाले फेरि यस्तै गरी सिद्धार्थ इन्लाइनको नाम डिस्ट्रिक्टमा एउटा उच्च तहमा राख्ने गरी कार्य गर्न अनुरोध गर्दै यहाँ निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्दै र सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। सिद्धार्थ इन्लाइन एउटा राम्रो क्लब, मैले पटक पटक भने यही हिसाबले डिस्ट्रिक्टमा एउटा सक्रिय तरिकाले काम गरेर समाजमा एउटा समाज सेवाको भावनालाई उज्यालो छर्नका निम्ति हाम्रो सक्रिय भएर अगाडि बढिरहनुहोस्। यहाँहरू सँगसँगै हामी सब डिस्ट्रिक्टका तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट यहाँलाई सहयोग गर्ने सन्दर्भमा, यहाँलाई आवश्यक परेको सल्लाह सुझाव प्रदान गर्ने सन्दर्भमा हामी सदैव यहाँहरू सँगै छौँ। यहाँले समाजमा पुर्याएको योगदान अतुलनीय छ। यो क्रमलाई निरन्तर दिनुहोला भन्ने शुभकामना व्यक्त गर्दै मेरो भनाइ यही छुट्याउँछु। धन्यवाद महेश सर। हामीले 2 मिनट मात्रै महेश सरको कुरा सुन्दा पनि एक किसिमको छुट्टै किसिमको ऊर्जा मिल्ने गर्दछ, छुट्टै किसिमको मोटिभेसन मिल्ने गर्दछ। त्यही भएर नि मैले उहाँलाई विशेष अनुरोध गरेको थिएँ। त्यस्तै गरी आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म हाम्रो डिस्ट्रिक्ट चिफ एडभाइजर लाइन विष्णु प्रसाद भण्डारीज्यूलाई हार्दिक अनुरोध। धेरै धन्यवाद कार्यक्रमका सञ्चालक जोन चेयरपर्सन मधुसूदन सर, कार्यक्रमका प्रमुख अतिथि माननीय शासकज्यू, हाम्रा डिस्ट्रिक्टका गभर्नर पार्वती पाण्डेम्याम, यस वर्ष 26-27 का इलेक्ट गभर्नर श्री कुमार केसी सर, देशमा आसीन प्रमुख व्यक्तित्वहरू, हाम्रो डिस्ट्रिक्टका धेरै क्लबका अध्यक्ष हुनुहुन्छ, त्रिवेणीका अध्यक्ष हुनुहुन्छ, यहाँ गढबुद्धका अध्यक्ष पनि हुनुहुन्छ, सबै अध्यक्षहरू लगायत यो वर्ष निर्वाचित हुनुभएका निर्वाचित अध्यक्ष लगायत उहाँका टिमहरू, यहाँ सबैलाई शुभ बिहानी। धेरै कुराहरू भन्दा पनि आज विशेष यो तेस्रो वार्षिक साधारण सभा जो हामी लाइनमा 1 वर्षको कार्यकाल व्यतीत गर्छौँ। अरू सङ्गठनभन्दा छुट्टै खालको सङ्गठन छ हाम्रो सङ्गठन। त्यही भएर नै होला 107 वर्षसम्म यो संस्था टिकेको छ। हामीले त्यतिखेर बनाएका विधि विधानमा रहेर अहिले पनि हामीले त्यही अनुसार हामीले साधारण सभा गरिरहेका छौँ। 1 वर्ष काम गर्दै जाँदा हामीले अध्यक्ष खुसीसँग छोडिदिन्छौँ र अर्को कार्य समितिले फेरि यो सङ्गठनलाई नेतृत्व गर्ने प्रदान गर्छ। यो सबै ठाउँमा भइदिए भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। लाइन्सबाट धेरै चाहिँ समाजमा पनि धेरै कुराहरू सिक्ने, हामीले पनि सिक्नु छ र हामीले गरेका कुराहरू पनि समाजले सिक्न जरुरी छ। यी कुराहरू पनि हामीले बताउन जरुरी छ। लायन्स क्लब यो सिद्धार्थ गौतम बुद्धले खोलेको क्लब हो। यसको गाइडिङ लाइनमा नारायण रेग्मीजी हुनुहुन्छ, एक्सटेन्सन चेयरपर्सनमा नारायण सर हुनुहुन्छ र यो क्लबले धेरै क्लबहरू पनि खोलेको छ र आफ्ना
सन्तानहरू जन्माएको छ र कतिपय काम गर्दा गर्दै पनि क्लबहरू एक्टिभ रूपमा आउन सकेका छैनन्। तर यो क्लबमा अहिले निरज सरले जुन तरिकाबाट आफ्नो लिडरसिप प्रस्तुत गर्नुभयो र क्लबको अध्यक्ष नै चाहिन्छ एउटा सङ्गठनको लागि, हाम्रो क्लबको लागि नेतृत्व कर्ता भनेको क्लबको अध्यक्ष नै हो। अध्यक्षले जसरी हुन्छ त्यो नेतृत्व राम्रोसँग गरिदियो भने क्लब अलिकति फड्को मारेर जान्छ। निरज सरलाई भन्नुपर्दा जो हामीलाई अहिले एउटा देशमा एउटा दुर्घटना घट्यो भनौँ, भदौको 22-23को घटना सबैलाई जानकारी छ। नहुने घटनाहरू, त्यो घटना नेपालले बेहोर्नु पर्यो। त्यो घटनामा उहाँले यति राम्रोसँग कार्यक्रम गर्नुभएको छ। चाहे पुलिस चौकीमा गएर पुलिस चौकीहरूमा सबै ध्वस्त भएको चौकीहरूमा तीन दिनदेखि भाँडाकुँडा दिनदेखि लिएर खाद्यान्नका कुराहरू दिनेदेखि लिएर र सिभिल हस्पिटल तथा यो टिचिङ हस्पिटलमा रहेका बिरामीहरूलाई नगद लगेर सहयोग गर्ने कुराहरूमा उहाँको नेतृत्व अहम भूमिकामा छ। उहाँले हामीलाई बोलाउनु पनि भएको छ, हामी सबै गएका छौँ उहाँको सरसित र हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। सर, तपाईँले उत्कृष्ट काम गर्नुभएको छ, यो क्लबलाई एउटा हाइटमा पुर्याउनु भएको छ र अघि नै उद्घोषकले भन्नुभएको छ यो अझै जाँदै जाँदै मैले 20 जना पुर्याएर छोड्छु भनेर भन्नुभएको छ। आफ्ना सन्तान वृद्धि हुनु नै ठुलो कुरा हो। सङ्गठन जब सदस्य वृद्धि हुन्छन्, सङ्गठन बलियो हुन्छ। यो कुरामा हामी सबै नेतृत्वकर्ता यसमा चासो राख्छौँ। यी सबै कुराहरूमा सरको अहम भूमिका रहेको छ। म धेरै कुराहरू यहाँलाई प्रशंसा गर्न चाहन्छु र अहिले निवर्तमान अध्यक्षले आफ्ना भनाइहरू राख्नु भएको छ। मैले यो भइ गरेको भन्दा कम हुने दिने छैन, योभन्दा अझै सशक्त तरिकाबाट क्लबलाई लैजानेछु भनेर कमिटमेन्ट गर्नुभएको छ हाम्रो माझमा। यहाँलाई सफलता मिलोस् र मलाई निमन्त्रणा गरेर 2 शब्द बोल्ने अवसर दिनुभयो। यो इन्टायर टिमलाई सम्मान व्यक्त गर्दै र यहाँहरूको बिचमा सधैँभरि म सँगै रहनेछु भन्ने बाचा गर्दै आफ्नो भनाइहरूलाई यही अन्त गर्छु। नमस्कार, जय राजा। धन्यवाद सर। पक्कै पनि उहाँले भन्नुभएका कुराहरू थोरै कुराहरू भन्नुभयो, तर विशेष कुराहरू भनेर जानुभयो। निरोज कर्मचारी एउटा यस्तो नाम हो लाइनिजमको यात्रामा, हामीले पनि त्यो महसुस गरेको छौँ। उहाँमा यति धेरै ऊर्जा छ समाज सेवामा लाग्नको लागि, समाज सेवा गर्नको लागि। त्यसको लागि हामी पक्कै पनि मुक्त कण्ठले प्रशंसा गर्न सक्छौँ उहाँलाई जहिले पनि। यसै क्रममा म अरू हाम्रो सिद्धार्थ एनलाइटनको तेस्रो वार्षिक साधारण सभाका लागि शुभकामना तथा बधाई मन्तव्य दिनको लागि हाम्रो फर्स्ट पिडिजी लाइन सूर्य कुमार केसीज्यूलाई हार्दिक कार्यक्रमका सभाध्यक्ष डिस्ट्रिक्टको यो वर्षका मैले चाहिँ एकदम एक्टिभ प्रेसिडेन्टको रूपमा लिने गरेको छु अहिले निरोज कर्मचारी सर, जसले चाहिँ लाइनिजममा एउटा चाहिँ नेतृत्वमा आएर आफूले के गर्नुपर्छ भन्ने एउटा जिम्मेवारी बोध भएर त्यो अनुसार चाहिँ सक्रियताका साथ आजको दिनसम्म पनि अगाडि बढिरहनु भएको छ। सभाध्यक्ष सरलाई धेरै बधाई दिन चाहन्छु। त्यसको प्रमुख अतिथि माननीय सभासद सिर्जना श्रेष्ठज्यू, कार्यक्रमका विशेष अतिथि हाम्रो डिस्ट्रिक्टकै वर्षका सर्वोच्च लिडर आदरणीय डिस्ट्रिक्ट गभर्नर पाण्डे म्याडम, सेकेन्ड पिडिजी इलेक्ट कृष्ण भण्डारी सर, क्याबिनेट मेम्बर सर, चिफ काउन्सिलर महेश सर लगायत सम्पूर्ण उपस्थित क्याबिनेटका सिनियर लाइन लिडरज्यूहरू, विशेष गरी हाम्रो डिस्ट्रिक्ट प्रिन्सिपल 25 इयर्सबाट आउनुभएका रिजन चेयरपर्सन अमृत बर्तौलाज्यू, अहिले रिजन हुनुहुन्छ होइन, र सम्पूर्ण उपस्थित जोन चेयरपर्सनज्यूहरू, त्यस्तै मलाई लाग्छ डिएलएलाई धवलागिरी ब्याजी हो कि जस्तो लाग्छ। अरजितज्यूहरू चाहिँ हजुर म चाहिँ हजुरको अन्नपूर्ण सर अन्नपूर्णको ब्याजी होइन डिएलएलाई एउटै ग्रुप होइन त्यस्तै लाग्यो हो हजुरको ग्रुपकै साथीहरू होइन
अन्य हाम्रो डिस्ट्रिक्टका अन्य क्लबका अध्यक्षज्यूहरूलाई पनि सरले निमन्त्रणा गर्नुभएको छ। सम्पूर्ण उपस्थित सदस्यहरू र उपस्थित लाइन मित्रहरू सम्पूर्णलाई बिहान अभिवादन टक्राउन चाहन्छु। र यो एउटा लाइनिजमको यात्रा हो। लाइनिजमको यात्रामा हामी हरेक वर्ष 365 दिनलाई काउन्ट गरेर काम गरिरहेको छौँ। जसरी अहिले म्याडम गभर्नर भइराख्दाखेरि एक दिनलाई गनेर चाहिँ काम गरिरहनु भएको छ, योजना बनाउनु भएको छ। त्यो योजना अनुसार डिस्ट्रिक्ट चलिरहेको छ। त्यस्तै हाम्रो डिस्ट्रिक्टका हरेक क्लबहरू एउटा योजनाबद्ध हिसाबले अगाडि बढ्ने गर्दछ। र यही नै लाइनिजमको एउटा यात्राको एउटा अनुभव हो। र आज तेस्रो वार्षिक साधारण सभा आयोजना गरेर सिद्धार्थ इन्लाइटनको नेतृत्वमा आफू रहिरहँदाखेरि निरज सरले हामीलाई उपस्थित गराएर धेरै गेस्ट बोलाएर एउटा कार्यक्रम गर्नुभएको छ। सरलाई धेरै धेरै बधाई दिन चाहन्छु। किनभने 273वटा क्लब डिस्ट्रिक्टको भइराख्दाखेरि यतिको माहौल जमघट गरेर यो साधारण सभा चाहिँ कम क्लबले गरिरहेको हामीले पाएका छौँ। एकदमै राम्रो उदाहरण चाहिँ आज पेश भएको छ। यसमा चाहिँ पक्कै पनि अभिभावक क्लब सिद्धार्थ गौतम बुद्धको विशेष भूमिका रहेको छ। हाम्रो चार्टर प्रेसिडेन्ट सिद्धार्थ गौतम नारायण सर, मधुसूदन सर, यहाँले ठुलो चाहिँ एउटा कोअर्डिनेसन गर्नुभएको छ। यहाँलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु। र निरज सरको अघि विष्णु सरले पनि भन्नुभएको छ, निरज सरले एकदमै डे 1 देखि सक्रिय भएर चाहिँ आफू क्लबमा अध्यक्ष रहिरहँदाखेरि गर्नुपर्ने धेरै कामहरू गर्नुभएको छ। र योभन्दा अगाडि शङ्कर सरले एकदमै क्लबलाई चलायमान गत वर्ष बनाउनु भएको थियो। प्रभात सभामा अलिकति क्लब भर्खरै खुलिएको थियो। कता कता क्लबले चाहिँ एउटा कतिलाई चाहिँ समेट्न नसकेको हो कि भन्ने हामीलाई भान भएको थियो। र पछिल्ला वर्षमा क्लब अझ माथि हुँदै यो वर्ष एकदमै माथि पुगेको छ। र एउटा चुनौती चाहिँ अब पर्ला हाम्रो पौडेल सर चाहिँ अहिले निर्वाचित भएर आउनु भएको छ। यहाँलाई थपिएको छ कि चुनौती के हो भने अब निरज सरले भने अझ माथि जाने चुनौती हो। सर्वप्रथम यहाँ लगायत सम्पूर्ण टिमलाई आगामी वर्ष यहाँ चाहिँ क्लबको नेतृत्वमा चयन हुनुभएको छ। धेरै धेरै बधाई दिन चाहन्छु र यहाँको सफलताको लागि शुभकामना दिन चाहन्छु। एउटा क्वेसन चाहिँ हजुरलाई गर्न चाहन्छु। हजुर नेतृत्वमा चयन भइसक्नु भएको छ र कस्तो हुन्छ भने नेतृत्वमा आइरहँदाखेरि सर्वप्रथम आफ्नो एउटा दृढ इच्छा शक्ति हुनु जरुरी छ। त्यो भएन भने के पनि अरू कुरा सम्भवै छैन। त्यसपछि एउटा लिडर बनेर अगाडि बढिरहँदाखेरि मेरो काम कर्तव्य र अधिकार के हो भन्ने कुरा पनि बुझ्नु जरुरी छ होइन। र कतिपय कुराहरू लिडर बनेर आइरहँदाखेरि बुझेको हुँदैन, तर बुझ्ने कोसिस चाहिँ हामीले जहिले पनि गर्नुपर्छ। मेरो काम के हो, मेरो कर्तव्य के हो र मेरो अधिकार चाहिँ के हो त क्लबमा र म अध्यक्ष भइरहँदाखेरि भन्ने कुरा यहाँले बुझ्नु जरुरी छ। र कसैले कर बलले अथवा बाध्यको स्थिति भएर अध्यक्ष बनियो भने चाहिँ सायद यी कुराहरू सम्भव नहुन पनि सक्छ। त्यसैले सर्वप्रथम त एउटा नेतृत्वमा यहाँ अगाडि बढिसक्नु भएको छ। अब क्लबले अगाडि सारिसकेको छ। एउटा चुनौती यो वर्षभन्दा अर्को वर्ष अझ उत्कृष्ट बनाउने रहेको छ। त्यसपछि यहाँले अब साथीहरूलाई समेट्ने जिम्मा पनि यहाँ पनि रहन्छ। किन भन्दाखेरि यदि अध्यक्ष भइरहँदाखेरि समेट्न सकिएन भने ती साथीहरूबाट हामीले गर्न चाहेको हाम्रो लक्ष्य के हो, हाम्रो उद्देश्य के हो, त्यो कुरा हामीलाई प्राप्त गर्न धेरै कठिन हुँदै गर्दछ। त्यसैले एउटा कम्युनिकेसनको कुराहरू रहेका छन्, एउटा चाहिँ सहकार्यका कुराहरू रहेका छन्, एउटा सामिप्यता कुराहरू रहेका छन्। यसरी सङ्गठनलाई बलियो बनाउन सक्यो भने बल्ल हामीले एउटा लक्ष्य हासिल गर्न सक्छौँ, लक्ष्यमा हामी पुग्न सक्छौँ। र लक्ष्यमा हामी पुग्नु भनेको नै हाम्रो व्यक्तिगत सफलताको एउटा उदाहरण हो। त्यसैले यहाँले चाहिँ अब आफ्नो साथीहरूलाई आजको मितिबाट समेटेर लाइन वर्ष 2026-27लाई डे 1बाट चाहिँ सिद्धार्थ इन्लाइटन क्लब चाहिँ अरू क्लब सर चाहिँ अगाडि बढ्ने चाहिँ एउटा जमघट गर्नुको लागि गर्दछु। अहिले सरले प्लानिङहरू भन्नुभएको छ होइन। अब कतिपय अवस्थामा जुलाई 26-27 अगाडि बढिरहँदाखेरि यहाँका क्लबका आफ्ना प्लानिङ हुनु पऱ्यो। त्यस्तै डिस्ट्रिक्टले यहाँलाई दिएका ती जिम्मेवारीका कुराहरू पनि होला। यी दुईटै कुरालाई यहाँले मिलाएर अगाडि बढ्न सक्नुभयो भने क्लबले चाहिँ एउटा विशेष महत्त्वपूर्ण सफलता प्राप्त गर्न सक्दछ। र जहिले पनि डिस्ट्रिक्ट भनेको क्लबको लागि एउटा पुलको काम गर्ने एउटा माध्यम मात्रै हो। तर जे जति गर्छ क्लबले आफैले गर्नुपर्ने हुन्छ। लायन्स अन्तर्राष्ट्रियको विधानबाट हामी चलेका छौँ। लायन्स अन्तर्राष्ट्रियले हरेक क्लबलाई एउटा स्वैच्छिक अधिकार प्रदान गरेको छ। क्लब आफ्नो हिसाबले चल्न पाउने अधिकार छ। तर डिस्ट्रिक्टले निर्धारण गरेका ती कुराहरूलाई पनि यहाँले पालन गरेर अगाडि बढ्नु जरुरी छ। किन भन्दाखेरि
जबसम्म क्लबले काम गर्दैन, जबसम्म क्लबमा मेम्बर थपिँदैन, जबसम्म एउटा क्लबले नयाँ क्लब प्रायोजन गर्न सक्दैन, तबसम्म डिस्ट्रिक्टले गति लिन चाहिँ सक्दैन। किन भन्दाखेरि काम गर्ने भनेको क्लबबाट नै हो। डिस्ट्रिक्टले त एउटा प्लान अफ एक्सन तयार गरेर क्लबहरूलाई यो अनुसार चाहिँ तपाईँहरू अगाडि बढ्नुहोस् भनेर दिइराखेको हुन्छ। र यो वर्ष अध्यक्षज्यूहरूको लागि 1 दिन आवश्यक स्कुलिङ गराउँदैछु मैले। एज म चाहिँ 26-27मा डिस्ट्रिक्टको नेतृत्वमा आइराख्दाखेरि अब अध्यक्षज्यूहरूलाई पनि अलिकति सक्रिय गराएर लानुपर्छ भन्ने उद्देश्यले 1 दिने आवश्यक स्कुलिङ गराउँदैछु। त्यो आवश्यक स्कुलिङमा चाहिँ यहाँलाई एउटा चाहिँ अध्यक्ष भइराख्दाखेरि कार्यक्रम कसरी स्वागत गर्नुपर्छ, स्वागत मन्तव्य दिनुहुन्छ भने कसरी स्वागत मन्तव्य दिनुपर्छ, धन्यवाद ज्ञापन गर्नुहुन्छ भने कसरी गर्नुपर्छ, र क्लब बैठक कसरी सञ्चालन गर्नुपर्छ, क्लबका सदस्यहरूसँग चाहिँ कसरी चाहिँ यहाँले कम्युनिकेट गर्नुपर्छ, ती सबै कुराहरू चाहिँ हामीले त्यो स्कुलिङमा हामीले सिकाउँदैछौँ। किन भन्दाखेरि हाम्रो उद्देश्य भनेको जहिले पनि यो डिस्ट्रिक्ट 325 आई नेपाललाई विश्वको उत्कृष्ट डिस्ट्रिक्ट बनाउने अभियान हो। जसरी अहिले म्याडमले चाहिँ आफ्नो नेतृत्वमा रहिरहँदाखेरि डिस्ट्रिक्टलाई चाहिँ राम्रो बनाऊ भनेर चाहिँ आह्वान गरिरहनुहुन्छ। धेरै क्लबहरूले चाहिँ अहिले एउटा चाहिँ डिस्ट्रिक्टलाई सहयोग गर्नुभएको छ होइन। त्यो अनुसारले डिस्ट्रिक्टलाई अझ राम्रो बनाउने चाहिँ आगामी वर्षको चाहिँ योजना रहेको छ। सरलाई म अनुरोध गर्न चाहन्छु त्यो स्कुलिङमा अनिवार्य यहाँको उपस्थिति रहोस्। त्यसपछि अरू यहाँलाई चाहिँ जुलाई 1 देखि डिस्ट्रिक्टले गर्नुपर्ने सहयोग सल्लाह सुझावको लागि सदैव तत्पर छौँ। र क्याबिनेटमा डिजी टिम लगायत हाम्रा अभिभावकज्यूहरू हुनुहुन्छ, यहाँलाई चाहिँ यति हो, अघि मैले सुरुमै भनेको थिएँ एकदम दृढ इच्छा शक्ति चाहिँ हुनुपर्छ। यहाँभित्र चाहिँ गर्ने हुटुटी चाहिँ हुनुपर्छ। निरज सरले अहिले कार्यक्रमै नगरेर अरू अध्यक्ष जस्तै गरेको भयो नि त टर्थ्यो नि, यो वर्ष त सकिन्थ्यो होइन, तर गर्नु त भएको छ नि होइन। त्यस्तै उहाँभन्दा अझ माथि एउटा चाहिँ योजना बनाएर अगाडि बढ्नुहोस्। र जहिले पनि क्लब सञ्चालन गर्नको लागि 2टा चिज महत्त्वपूर्ण छ। एउटा साथ र सहयोग, अर्को आर्थिक पाटो पनि महत्त्वपूर्ण रहेको छ। र त्यो आर्थिक पाटोको योजना पनि अब तपाईँ चाहिँ अध्यक्ष भइराख्दाखेरि जुलाई 1 देखि नै कसरी चाहिँ अवलम्बन गर्ने क्लबले त्यो पनि योजना राख्नुहोस् होइन। फन्ड रेज गर्न सक्ने अवस्था छ भने कुन हिसाबले फन्ड रेज गर्ने, र त्यसपछि ड्युजको कुरा त अब सबैलाई जानकारी नै छ। अनिवार्य हाम्रो चाहिँ संस्थामा चाहिँ ड्युज हामीले तिर्नुपर्छ। त्यो ड्युजको कुराहरू भन्दा पनि अरू धेरै कुराहरू चाहिँ यो भित्र समावेश छ। किन भन्दाखेरि लायन्स क्लब खोलेर इन्टरनेसनल डिस्ट्रिक्ट ड्युज तिरेर मात्रै बस्ने हो भने त लायनिजमको औचित्य नै सकिन्छ। किनभने हाम्रो मुख्य उद्देश्य त हामी सेवा गर्छौँ भन्ने हो नि। हामी ती हामीभन्दा कम अवसरमा आएका व्यक्ति र समुदायको हितको लागि त निरन्तर सेवा गरिरहेका छौँ नि होइन। र हाम्रो मुख्य उद्देश्य हामी सेवा गर्छौँ भन्ने उद्देश्य हो। जसरी चाहिँ अहिले यो हप्ता लायन्स इन्टरनेसनलले इन्भाइरोमेन्ट सम्बन्धी कार्यक्रमहरू विश्वव्यापी रूपमा आयोजना गर्नु भनेर आह्वान गरिरहेको छ। हाम्रो डिस्ट्रिक्टका धेरै क्लबहरूले अहिले ती कार्यक्रमहरू आयोजना गरिरहेका छन्। हिजो मात्रै हाम्रो डिस्ट्रिक्टको धेरै क्लबहरूको सरसफाइ अभियान थियो। हामी केही कार्यक्रमहरू उपस्थित भएका थियौँ, गभर्नर साहब उपस्थित हुनुभएको थियो। र हाम्रो मुख्य उद्देश्य भनेको हामी सेवा गर्ने हो। र त्यो सेवा गर्दाखेरि हामीले कस्तो स्रोत र साधन र कुन हिसाबले गर्न सकिन्छ त्यो चाहिँ योजनाबद्ध हुनु जरुरी छ। र हामीले अब समाज सेवाका ती कामहरू गरिरहँदाखेरि नेपाल सरकारको सहयोगले पनि गर्न सकिन्छ होइन। अहिले यो माननीय सभासद पनि हुनुभएको छ। र नेपाल सरकारले पनि एउटा चाहिँ सामाजिक सेवाको काम गर्नको लागि एउटा सर्टेन लेभलको बजेट चाहिँ छुट्याएको हुन्छ। स्थानीय तहमा ती बजेटहरू हुन्छ। हामीले ती बजेटको चाहिँ एसेस लिन सक्यो भने पनि लायन्सले अझ 1 कदम अगाडि उठेर काम गर्न सक्छ। किन भन्दाखेरि हिजो भूकम्प जाँदा होस्, कोरोनाको टाइममा होस्, अथवा बाढी पहिरो जाँदा होस्, सबभन्दा पहिले सेवाको हातहरू अगाडि सार्दै पुग्ने चाहिँ लायन्स नै रहेको छ। हामीले ती हिजोका दिनदेखि आजसम्म पनि ती मानवीय सेवाका कामहरू गर्दै आएका छौँ। र भोलिको दिनमा पनि हाम्रो मुख्य उद्देश्य भनेको यी मानवीय सेवा गर्ने नै हो। जसरी चाहिँ देश अहिले एउटा परिवर्तनको हिसाबले अगाडि बढिरहेको छ, त्यसरी नै लायन्सले पनि अब परिवर्तनशील भएर अगाडि बढ्नु जरुरी छ। किन भन्दाखेरि जब जब समय परिवर्तन हुन्छ तब हामी पनि परिवर्तित हुनु चाहिँ जरुरी छ। हाम्रा ती हिजो भएका कमी कमजोरीलाई हामीले सुधार गरेर भोलिको दिनमा अझ सशक्त भएर अगाडि बढ्न सक्यौँ भने समग्र डिस्ट्रिक्ट लायन्स र हाम्रो जुन गरिमा छ त्यसलाई चाहिँ उच्च बनाउन सक्छौँ। र त्यो योजनामा यहाँको टिम आगामी वर्ष सक्रिय भएर अगाडि बढ्नुहोस्। म यहाँहरू सम्पूर्णलाई शुभकामना दिन चाहन्छु। एज अ डिस्ट्रिक्टको लिडरको हैसियतले यहाँहरूलाई मैले गर्नुपर्ने जुनसुकै सहयोग र सुझाव सल्लाहको लागि निरन्तर यहाँहरूको एउटा लिडर नभइकन एउटा आत्मीय मित्रको रूपमा यहाँहरूको साथमा रहेको र प्रहलाद सर यहाँलाई फेरि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। निरज सरले एउटा उत्कृष्ट कार्य सम्पादन यो वर्ष गर्नुभएको छ। सरलाई धेरै धेरै बधाई दिँदै म आफ्ना मन्तव्यलाई पनि छुटाउँछु। हस्, धन्यवाद।
दिनेतिर हामी लाग्यौँ र अब आउने दिनहरूमा हामी केयरिङ बाई सेयरिङ पक्कै पनि गर्नेछौँ। यसलाई चाहिँ प्रहलाद सरले चरितार्थ गर्नलाई आफ्नो भूमिका पक्कै पनि निभाउनु हुनेछ भन्ने विश्वासमा छु म पनि। त्यस्तै गरी हाम्रो अहिले अतिथि थपिनु भएको छ, म उहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। लाइन कृष्ण थापा टेम्पल गणेशको आइदिनु भयो, धेरै धेरै धन्यवाद। आसन ग्रहण गरिदिनु होला। र लाइन शारदा तिमेल सिन्हा वन्डर वुमेनकी अध्यक्ष हुनुहुन्छ, धेरै धेरै धन्यवाद हजुरलाई पनि। अब हामी अझै दुईजना हाम्रो प्रमुख अतिथि विशेष अतिथिका कुराहरू पक्कै पनि सुन्ने नै छौँ। लाइनिजमका बारेमा, समाज सेवाका बारेमा, समाजका बारेमा, हाम्रो बारेमा पक्कै पनि सुन्नेछौँ। त्योभन्दा अगाडि चाहिँ अध्यक्षज्यू लगायत प्रमुख अतिथि विशेष अतिथिज्यूलाई हाम्रो यो मायाको चिनो र अवार्ड डिस्ट्रिब्युसनमा सरिक भइदिनको लागि अनुरोध गर्छु। त्यसै गरी मायाको विष्णु प्रसाद भण्डारी, त्यसै गरी महेशज्यूको लागि पनि, त्यसै गरी टोकन अफ महेश पाण्डेज्यूलाई पनि, त्यसै गरी टोकन अफ विशेष गरी हाम्रो अध्यक्षज्यूलाई हार्दिक धन्यवाद व्यक्त गरेँ। अब शुभकामना मन्तव्यकै लागि मैले हाम्रो यस डिस्ट्रिक्टका उत्कृष्ट डिजी लाइन पार्वती खरेल पाण्डेज्यूलाई हार्दिक धेरै धन्यवाद। कार्यक्रम सञ्चालक लायन्स क्लब काठमाडौँ सिद्धार्थ गौतमका पूर्व अध्यक्ष एवं यस वर्षका अत्यन्तै ऊर्जावान जोन चेयरपर्सन मधु पराजुली सर, यस परिवारमय सभाका सभाध्यक्ष यस वर्षका अत्यन्तै ऊर्जावान अध्यक्ष निरज कर्मचारी सर, यसै सभाका प्रमुख अतिथि माननीय सभासद सृजना श्रेष्ठ म्याम, यसै सभाका विशेष अतिथि हाम्रा डिस्ट्रिक्टका निर्वाचित डिस्ट्रिक्ट गभर्नर श्री कुमार केसी सर, हाम्रा डिस्ट्रिक्टका क्याबिनेट ट्रेजर महेन्द्र कुमार राठी सर, हाम्रो डिस्ट्रिक्टका चिफ एडभाइजर एवं द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु प्रसाद भण्डारी सर, डिस्ट्रिक्ट चिफ काउन्सिलर महेश पाण्डे सर, डिस्ट्रिक्ट चिफ एवं रेजिडेन्ट क्याबिनेट सेक्रेटरी अनुज श्रेष्ठ सर, त्यसै गरी हामी माझ यहाँ नेवा ओडचौराका रमेश सर हुनुहुन्छ, त्यसै गरी हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनु भएको छ हाम्रो अमृत गौतौला सर, रिजन चेयरपर्सन डिस्ट्रिक्ट 5 इयर्सबाट हुनुहुन्छ होइन। त्यसै गरी अब यहाँ उपस्थित हुनुभएका जोन चेयरपर्सन नवराज पाण्डेज्यू, मेरा सबै एकदमै यस वर्ष ऊर्जावान भएर यस वर्ष उत्कृष्ट नेतृत्व गरिनुभएका अध्यक्षज्यूहरू हुनुहुन्छ, सिद्धार्थ इलाइन्टनका सबै पदाधिकारी सदस्यज्यूहरू, निर्वाचित अध्यक्ष प्रहलाद सर लगायत सबैमा नमस्कार अभिवादन टक्राउँछु। यस वर्ष बागमती क्षेत्रमा सेवाका कार्यले होस्, नेतृत्वका हिसाबले होस्, अत्यन्तै उत्कृष्ट तवरले नेतृत्व गरिरहनु भएको हाम्रो निरज सर, जसले सिद्धार्थ इलाइन्टनलाई साँच्चै नै इलाइन्टन गराइदिनु हो। यस वर्ष हामीले यो वर्ष हाम्रो स्लोगन सर्भ लिड एन्ड राइट, सेवा र नेतृत्व हामीलाई गर्ने अवसर प्राप्त भएको छ। यो सेवा र नेतृत्वले जनसमुदायको उत्थान हुनुपर्छ भनेर ल्याइएको स्लोगन थियो डिस्ट्रिक्टको। सोही अनुसार निरज सर लगायत हाम्रा यहाँ उपस्थित रहनुभएका सबै अध्यक्षज्यूहरू सहकार्य गर्नुभयो, उत्कृष्ट सेवा गर्नुभयो र डिस्ट्रिक्टलाई एउटा सेवाका हिसाबले पनि उत्कृष्ट डिस्ट्रिक्ट, त्यसै गरी सदस्यताका हिसाबले पनि उत्कृष्ट डिस्ट्रिक्ट र नयाँ क्लबका हिसाबले भने हामी अहिले तृतीय स्थानमा छौँ। अहिले डिस्ट्रिक्ट 3 to 5 केले 38वटा क्लब चार्टर गरेर पहिलो स्थानमा हुनुहुन्छ, मल्टिपल भने डिस्ट्रिक्ट 3 to 5 आरले 36वटा क्लब नयाँ क्लब स्थापना गरेर दोस्रो स्थानमा हुनुहुन्छ भने अहिले डिस्ट्रिक्ट 325 आई नेपाल चाहिँ नयाँ क्लब 33वटा स्थापना गरेर तृतीय स्थानमा छौँ। मलाई पक्कै विश्वास छ अब यो जुनको अन्तिमसम्म जाँदाखेरि हामीले सूर्य सरलाई जुलाई 1 नेतृत्व हस्तान्तरण गरिरहँदाखेरि क्लबका हिसाबले पनि हाम्रो डिस्ट्रिक्टलाई नम्बर 1 डिस्ट्रिक्ट बनाउनु हुनेछ यहाँले भन्ने मैले अपेक्षा राखेको छु। सोही अनुसारले हामीले हरेक वर्ष हाम्रा पूर्व लिडरहरूले जसरी पूर्व गभर्नरज्यूहरूले नेतृत्व गर्नुभयो सोही अनुसारले यो डिस्ट्रिक्टलाई नम्बर 1 डिस्ट्रिक्ट बनाएर नेतृत्व गर्नुभएको छ। यस वर्ष तपाईँको चेली 14 वर्षसम्म लगातार अनवरत रूपमा अरू काहीँ केही कार्य नगरिकन अनवरत रूपमा लायन्स क्लब नै भनेर यहाँहरूको सँग 10औं वर्ष सहकार्य गरेर यहाँले गर्नुभएका
सेवाका कार्यहरूमा यहाँले गर्नुभएका नेतृत्वदायी कार्यहरूमा हरेक क्षेत्रमा यहाँ सँगसँगै सहकार्य गरेर यस वर्ष नेतृत्व गर्ने अवसर यहाँहरूकै अमूल्य मतले मलाई प्रदान गर्नुभयो। विधिजी हुँदा होइन, फर्स्ट विधिजी हुँदा र अहिले गभर्नर हुँदा यहाँको अमूल्य मतले मलाई निर्वाचित गरेर डिस्ट्रिक्ट गभर्नर बनाउनुभयो। यहाँले सहकार्य गर्नुभयो, सेवा गर्नुभयो र आज जसरी डिस्ट्रिक्टमा हामीले 273वटा क्लबलाई हाम्रो डिस्ट्रिक्टमा अगाडि बढाइरहेका छौँ। केही क्लबहरूमा हाम्रो केही अलिकति मेहनत गर्नुपर्ने, अलिकति क्लबहरूलाई बलियो बनाउनु पर्ने हामीले त्यो अभियानमा पनि लागिरहेका छौँ। हाम्रो इन्टायर लिडरसिप र अहिले निर्वाचित भएको लिडरसिप र पूर्व गभर्नरज्यूहरू पनि यसमा लागिरहनु भएको छ। हाम्रो डिस्ट्रिक्ट अहिले मल्टिपलकै सबभन्दा ठुलो डिस्ट्रिक्टको रूपमा रहेको डिस्ट्रिक्ट 325 आई नेपाल सदैव मल्टिपलमा मात्र होइन अन्तर्राष्ट्रियमा पनि एउटा उच्च स्थान बनाएर रहेको डिस्ट्रिक्ट र सोही अनुसार हामीले फ्लोरिडामा भएको हाम्रो कन्भेन्सनमा पनि उत्कृष्ट स्थानमा हासिल गरेर आएको डिस्ट्रिक्ट, इस्लामी एरिया फोरममा पनि उत्कृष्ट स्थान हासिल गरेर आएको डिस्ट्रिक्ट, यो सबै गराउनु भएको निरज सर र यहाँ उपस्थित रहनुभएका सबै अध्यक्षज्यूहरू, क्याबिनेटका पदाधिकारीज्यूहरू सबैको साथ र सहयोग र नेतृत्वले सम्भव भएको। म यसप्रति सर्वप्रथम त म निरज सर यहाँको यो नेतृत्वप्रति म एकदमै आभार व्यक्त गर्न चाहन्छु। आज सिद्धार्थ इलाइटनको यो तेस्रो वार्षिक साधन सभामा छौँ। निरज सर सँगसँगै सहकार्य गर्नुभएका, यस वर्ष यो पदमा रहेर क्लबका पदाधिकारीको रूपमा रहेर सेवा गर्नुभएका हाम्रा निवर्तमान अध्यक्ष शङ्कर अधिकारी सर सहित समग्र टिमलाई म सर्वप्रथम हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँ धन्यवादको पात्र हुनुहुन्छ। अब 2 महिना 4 दिन बाँकी छ। अघि सुरेश सरले भने जस्तै हामी दिन भनेर नेतृत्व गर्छौँ, वर्षौँ लाएर लिडरसिपमा पुग्छौँ। सुरेश सर म सँगसँगै हामी लिडरसिपको यात्रामा अगाडि बढ्यौँ। 1 वर्ष अगाडि मैले नेतृत्व गरिरहेको छु भने आगामी वर्ष सुरेश सरले नेतृत्व गर्दै हुनुहुन्छ। हामी सँगसँगै बागमती क्षेत्रमा रहेर धेरै वर्ष सहकार्य गरेर अगाडि बढेका लिडर हौँ। यहाँले पनि हामीलाई सोही अनुसारले हेरिरहनु भएको छ। हामीले यस वर्ष जुन उपलब्धि हासिल गरेका छौँ, हामीले जुनको 30 तारिकसम्म सोही उपलब्धिलाई हामीले यथावत राख्दै अब सुरेश सरको नेतृत्वमा पनि वर्ष 26-27लाई उत्कृष्ट वर्ष बनाउनका लागि हामी लागि परिरहेका छौँ। सोही अनुरूप आज निरज सरले आफ्नो क्लबको पदाधिकारी चयन गरेर आज हामी इन्टायर लिडरसिपलाई यहाँ बोलाएर उहाँहरूलाई शुभकामना दिने, उहाँले एउटा ऊर्जा प्रदान गर्ने कार्य राख्नु भएको छ। यहाँले त्योप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु। हामीले मे 15 भित्र हाम्रा क्लबहरूको निर्वाचन सम्पन्न गरेर लाइन्स पोर्टलमा अपडेट गरिसक्नुपर्छ। आज सोही अनुरूप यहाँले जुन किसिमले आज यो सम्पन्न गर्नुभयो त्यो अनुसारले म अनुरोध गर्न चाहन्छु। यहाँ त्यसै गरी हाम्रो यो क्लबलाई स्पोन्सर गर्ने, सदैव यसलाई गाइडिङ गर्ने हाम्रो डिस्ट्रिक्ट कोअर्डिनेटर जिएमडी कोही नारायण सर, मधु सर र त्यसपछि हरि सर हुनुहुन्छ। सबैभन्दा खुसी हो सर एकचोटि हजुर पनि आफूले स्पोन्सर गरेको क्लबले प्रगति गर्दा, क्लबले एकदमै सशक्त भएर समाजमा सेवा पुर्याउँदा सबैभन्दा खुसी हुने व्यक्ति चाहिँ एउटा स्पोन्सर क्लब हुन्छ र त्यो स्पोन्सर क्लबको हजुरबा हुनुहुन्छ हाम्रो विष्णु भण्डारी सर। सन्तानहरू हाम्रो भएको होइन, उत्पत्ति भएको छ। गढपुद्ध सबैभन्दा पहिले हाम्रो डिस्ट्रिक्टमा स्थापना भयो, त्यस गरी सिद्धार्थ गौतम बुद्ध स्थापना भयो, सिद्धार्थ गौतम बुद्धले सिद्धार्थ इलाइलाई स्थापना गर्नुभयो। यसरी यहाँ के अरे प्रकाश सर पनि हुनुहुन्छ। प्रकाश सर खै प्रकाश यहाँ सबै आज सबैभन्दा खुसी चाहिँ मैले पात्रहरू भएको पाएको छु। एकदमै पनि धेरै धेरै बधाई छ हजुरहरूलाई। यहाँले गर्नुभएको नेतृत्व, यहाँले दिनुभएको गाइडलाइन, यहाँले दिनुभएको क्लब स्थापना गरिसकेपछि क्लबलाई दिनुपर्ने एउटा जुन सहजीकरण हुन्छ, एउटा नेतृत्व सिकाउने एउटा कला हुन्छ, सबै कुरा नारायण सर हजुरहरूले, मधु सर, हरि सर यहाँले गर्नुभएको छ। आज शङ्कर भाट सर यस वर्षको अध्यक्षज्यू आउनु भएको छैन। विष्णु सर हजुरलाई धेरै धेरै बधाई छ। हामी यसरी खुसी हुने गर्छौँ। हामीले स्थापना गरेका क्लबहरूले सेवाका हिसाबले, नेतृत्वका हिसाबले डिस्ट्रिक्टमा अव्वल रूपमा अगाडि बढ्नुभयो भने सबभन्दा खुसी चाहिँ यो हाम्रा टिम विस्तार गर्दाखेरि सबभन्दा खुसी लाग्छ। आज यति भाइस डिस्ट्रिक्ट गभर्नर निर्वाचित भइसक्नु भएको छ हजुरहरूको हजुरबा, त्यस कारण उहाँलाई पनि बधाई र शुभकामना। धन्यवाद छ। अब हामीले यस वर्ष धेरै कार्यहरू गऱ्यौँ। अहिले वातावरणको सप्ताहव्यापी कार्य पनि हामीले आजसम्म अप्रिलको 18 देखि 26 तारिकसम्म लाइन्स अन्तर्राष्ट्रियले यो सेवा गर्नका लागि र हामीलाई धेरै कार्यहरू हामीले सम्पन्न गरेका छौँ। र क्लब एक्सलेन्स अवार्डका लागि पनि यस वर्ष अन्तर्राष्ट्रिय 3वटा महत्त्वपूर्ण सर्भिस कार्यक्रमलाई फोकस गऱ्यौँ। हामीले मेन्टल हेल्थको कार्यक्रम गऱ्यौँ अक्टोबरमा, त्यसै गरी जनवरी महँगो रिलिफ गऱ्यौँ र अहिले वातावरणको सेवा गर्दैछौँ। र यो वातावरणको सेवा गर्नलाई हामीले सप्ताह मात्रै पुग्नु पर्दैन। हामीले पहिले पनि सुरुवातै हामी वातावरणबाटै सुरुवात गर्छौँ, वृक्षारोपणबाट सुरुवात गर्छौँ होइन।
अनेक कुराहरू सुरुवात गर्छौँ। अहिले रोपेका वृक्षहरू रोपण गरेका ठाउँमा गोडमेल गर्ने, सरसफाइ गर्ने सारा कार्यहरू चाहिँ यहाँले गर्नुभएको छ। यहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। यहाँ उपस्थित रहनुभएका सबै क्लबले गरिसक्नु भएको छ। मलाई अध्यक्षज्यूले एकचोटि सबैजना उठ दिनुहुन्छ अब धेरै धेरै बधाई छ। यहाँ रहेको टिमले चाहिँ अब यहाँ उहाँलाई बधाई टक्राउनु पर्यो। यहाँको सेवा, यहाँको नेतृत्वले डिस्ट्रिक्टले जुन चाहिँ सेवा मिलेको छ भनेर सदा हामी आभारी छौँ। यहाँहरू अब सुरेश सरको बस्दिनु होला। सुरेश सरको नेतृत्वमा जोन चेयरपर्सन पनि हुनुभएको छ होइन। अब नयाँ नेतृत्व पनि यहाँले प्राप्त गर्नुभएको छ। धेरै क्याबिनेटमा रहनु भएको छ। अब क्याबिनेटमा रहेर हामीले अर्को वर्ष पनि यस्तै सुन्दर कार्यहरू सम्पादन गर्दै हामीले वर्ष 26-27लाई पनि उत्कृष्ट वर्ष बनाउनको लागि अगाडि बढ्छौँ। र यस वर्ष जुन किसिमले अहिले इन्भाइरोमेन्टको सेवा भइरहेको छ, अब जुन महिनामा त्यही अनुसारले बाँकी रहेका क्लबमा जुन जुन सेवा गर्न यहाँले लक्ष्य बनाउनु भएको थियो त्यो बाँकी रहेका लक्ष्यहरू पनि अब यो मे र जुनमा पुरा गर्नुहुनेछ भन्ने मैले अपेक्षा राख्न चाहन्छु। अब प्रहलाद सरलाई एकचोटि उठ्नको लागि अनुरोध गर्न चाहन्छु। प्रहलाद सर, हजुरले जुन किसिमले जिम्मेवारी प्राप्त गर्नुभएको छ यहाँलाई बधाई छ, शुभकामना छ। सफल कार्यकालको म हार्दिक मङ्गलमय शुभकामना हजुरलाई सुम्पिँदै हुनुहुन्छ। एकदमै एउटा क्लबलाई उत्कृष्ट क्लब बनाएर अझै सशक्त मेम्बरसिपका हिसाबले पनि हजुर र निरज सर सहकार्य गरेर, शङ्कर सर सहकार्य गरेर होइन, शङ्कर अधिकारी सर कोही सर यता आउनु सर हजुर अब अभिभावक भइसक्नु हजुरलाई मैले यता बोलाएर शङ्कर सर र निरज सरको अभिभावकत्व यहाँलाई प्राप्त छ। हामी डिस्ट्रिक्टका इन्टायरसँग छौँ। अब डिस्ट्रिक्ट गभर्मेन्टले ल्याउनु भएको कार्यक्रम सँगसँगै आफूलाई पनि अध्यक्ष भएको बेलामा सिद्धार्थलाई गरेका कार्यहरूलाई पनि त्यसलाई पनि आत्मसात गर्दै अगाडि बढाउँदै आफ्नो पनि योजनाहरू ल्याएर तयारी गर्नु होला। अब हजुरलाई तयारी गर्ने समय यो हामीले अगाडि नै निर्वाचित गरेर त्यो गर्नलाई हो। किनभने 1 वर्षको कार्यकाल हुन्छ। जुलाई लागेपछि तयारी गर्न थाल्यो भने हामीले काम गर्नै भ्याउँदैनौँ। त्यस कारणले गर्दा क्लबमा नउठेका ड्युजहरू छन् भने उठाउने, क्लबमा कम्तीमा पनि तपाईँले 25 जनाको क्लब बनाउनु भयो भने तपाईँलाई सेवा गर्ने हातहरू पनि धेरै हुन्छ। अहिले 15 जना हुनुहुन्छ। सबैजना सहकार्य गर्नुहोला। 2 जना अभिभावक हुनुहुन्छ, उहाँहरू पूर्व अध्यक्षज्यूहरूको सहकार्य लिनुहोला। अनि यहाँ अर्गनाइजर क्लब हुनुहुन्छ हाम्रो नारायण सर, मधु सर, सबैजना हरिसरहरू हुनुहुन्छ, उहाँहरूको पनि साथ सपोर्ट लिनुहोला। र यो क्लबलाई बलियो क्लबका रूपमा हजुरले लिएर जान पाउनुभयो भने ढुक्कसँग सूर्य सरले डिस्ट्रिक्ट गभर्मेन्टले ल्याउनु भएको डिस्ट्रिक्टका कार्यक्रम सँगसँगै आफूले राखेको लक्ष्य पनि पुरा गर्नलाई यहाँ सहजता मिल्छ। म सोही अनुसारले म इन्टायर टिम सबैजनालाई म वोट दिन हजुरहरूलाई पनि म वोट दिन अनुरोध गर्न चाहन्छु। रहनुभएका समस्त सदस्यज्यूहरू यता पनि हुनुहुन्छ। यता पनि म सिद्धार्थ लाइटनका सदस्यज्यूहरूलाई एकचोटि उठ्दिनका लागि अनुरोध गर्न चाहन्छु सबैजनालाई। अनि लियोको हाम्रो अनुष्का कर्मचारी नाम कता हुनुहुन्छ? अनुष्कालाई पनि धेरै धेरै बधाई छ। लियोको नेतृत्व लिँदै हुनुहुन्छ, यहाँलाई पनि बधाई टक्राउन चाहन्छु। हामी सँगसँगै हाम्रा छोराछोरीलाई पनि लियोमा आबद्ध गराएर लाइनिजममा एउटा सानैदेखि सामाजिक यात्रामा सहकार्यमा हामी अगाडि बढाउँछौँ। त्यसको ज्वलन्त उदाहरण लिएर यहाँ बसिरहनु भएको जोन चेयरपर्सन हुनुहुन्छ। अनि उहाँको 12 वर्षको उमेरदेखि लियोमा उहाँ सदस्य भएर, लियोको अध्यक्ष भएर, अहिले डिस्ट्रिक्टमा फेरि क्लबमा अध्यक्ष भएर क्लबका विभिन्न प्रोटोकलहरू गएर अहिले फेरि परोपकार यात्राको संस्थापक अध्यक्ष पनि हुनुभएको छ। क्लबबाट परोपकारले अब डिस्ट्रिक्ट गभर्नरको नेतृत्व गर्यो। अब भोलि फेरि डिस्ट्रिक्ट गभर्नरको छोरा फेरि अगाडि बढ्यो भन्ला उहाँले आफ्नो क्लब आफै लिएर चाहिँ अब युवा पिँढी हाम्रो डिस्ट्रिक्टमा अगाडि बढिरहेको छ। यसै गरी विभिन्न क्षेत्रबाट हामीले हाम्रा लिडरहरू अगाडि बढेर प्रहलाद सरले सही अनुसारले जुन किसिमको नेतृत्व यहाँले प्राप्त गर्नुभएको छ, प्रहलाद सर हजुरको इन्टायर टिम अब हजुरहरूले सँगसँगै सहकार्य गरेर लिडरहरूको पूर्व लिडरहरूको सहकार्य गरेर यहाँले यो क्लबलाई बलियो क्लबका रूपमा अगाडि बढाउनका लागि आजैदेखि, भोलि कहिले पनि आउँदैन है, सधैँ आज हुन्छ होइन, भोलि आउँछ त आउँदैन, सधैँ आजैदेखि हजुरले होमवर्क सुरु गर्नु होला, योजना बनाउनु होला, आफ्नो लिडरहरूसँग सहकार्य गर्नुहोला, स्पोन्सर क्लबसँग सहकार्य गर्नुहोला र हामीसँग पनि सहकार्य गरेर यहाँलाई केही साथ सहयोग हरेक किसिमले हामी तयार छौँ। डिस्ट्रिक्टका इन्टायर लिडरसिप हामी तयार छौँ, यहाँलाई साथ सहयोग दिन तयार छौँ। यिनै शुभेच्छाहरू राख्छु। अब कोर्ट क्याबिनेट मिटिङ हामीले अनाउन्स गरिसकेका छौँ होइन, चितलाङमा हुँदैछ, यहाँबाट नजिकै पनि छ, अत्यन्तै रमणीय ठाउँ पनि छ। हामीले शनिबार त्यहाँ दिउँसो 2:30 बजे त्यहाँ बोलाएका छौँ। 3:30 बजीसम्म हामी चाहिँ फेलोसिप आइटी गरेर 3:30 बजीबाट हामी कार्यक्रम सुरु गर्छौँ र त्यो हाम्रो फेलोसिप एकदमै रमाइलो 4th क्याबिनेट मिटिङ सम्पन्न गरेर चितलाङमा वरिपरि रहेका
परिदृश्यहरू पनि यहाँले घुम्न पाउनुहुनेछ। यिनै कुराहरू राख्दै अब गभर्नरज्यूले क्याबिनेट घोषणा गरिसक्नु भएको छ। क्याबिनेट स्कुलिङ पनि हामीले अब जेठको 2, 3, 4 होइन सर सुरु सर 2, 3, 4 मा सम्पन्न गर्दैछौँ। यहाँहरू जो क्याबिनेट पदाधिकारीज्यूहरू हुनुहुन्छ, अहिलेका अध्यक्षज्यूहरू, यहाँले त्यसैमा रजिस्ट्रेसन गरेर अब हाम्रो स्कुलिङलाई पनि व्यवस्थित गर्नका लागि अनुरोध गर्दै सिद्धार्थ इलाइटनको उज्जवल भविष्यको शुभकामना गर्दै निरज सर हजुरको यो नेतृत्व, यो शालीनता, यहाँले जुन किसिमले गर्नुभएको कम्युनिकेसन छ, म असाध्यै प्रभावित भएको चाहिँ हजुरको कम्युनिकेसनबाट, हजुरको नेतृत्वबाट। मैले यहाँ सम्झिन चाहन्छु म्यामलाई पनि, बाबुलाई पनि, छोरी हुनुहुन्छ, म समग्र परिवारलाई, परिवारको साथ भएन भने लाइनिजममा हामी नेतृत्व गर्न पनि सक्दैनौँ, सामाजिक यात्रा पनि अगाडि बढाउन सक्दैनौँ। हामीलाई साथ सहयोग छ, यहाँप्रति म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद टक्राउन चाहन्छु। होला अहिले हामीले हाम्रो सेवाको नेतृत्व पाएका छौँ। अहिले सरकारमा पनि हाम्रो लाइन्सबाटै 18 जना सांसद त्यहाँ पुग्नु भएको छ, अनि सभासद पुग्नु भएको छ। हाम्रो म्याम पनि पहिला लाइन्समै आबद्ध हुनुहुँदो रहेछ, मलाई असाध्यै खुसी लाग्यो। अब यो सिद्धार्थ इलाइटनसँग सहकार्य गरेर म्यामलाई आजैबाट म निमन्त्रणा गर्न चाहन्छु। सहकार्य गरेर हाम्रो डिस्ट्रिक्टमा डिस्ट्रिक्ट प्रिन्सिपल चाहिँ नेपाल 4 जुने डिस्ट्रिक्ट छैन, म्याम धेरै हुनुहुन्छ। हाम्रो यहाँ यसबाट रिजन चेयरपर्सन चाहिँ हुनुहुन्छ होइन, हो कि होइन? हजुरमै भनिदिनुहोस् न। अनि संसारलाई लिड गरेको डिस्ट्रिक्ट हो, 760वटा डिस्ट्रिक्ट छ संसारमा, 760 वडामा नम्बर 1 भएको डिस्ट्रिक्ट प्रिन्सिपल चाहिँ नेपाल। 1 वर्ष मात्रै होइन, अहिले यो डिस्ट्रिक्टिङ भइसकेपछि नेपालमा 15 डिस्ट्रिक्ट भइसकेपछि 4 वर्ष लगातार हामीले लिड गरिरहेको छौँ। अब हामी सुनिसकेको कार्यकालमा पनि लिड गर्छौँ, हामीले दोस्रो हुने हामीलाई छुट छैन। त्यसरी हामीले हाम्रो डिस्ट्रिक्टको इन्टायर लिडरसिप पनि सोही अनुसार मेहनत गरेर लाग्छौँ। अनि हाम्रा अध्यक्षज्यूहरूलाई पनि सोही अनुसारले हामीले नेतृत्व क्षमतामा अभिवृद्धि होस् भनेर अहिले अध्यक्षज्यूले के अरे हाम्रो गभर्नरज्यूले चाहिँ एक दिवसीय एक बस्ने गरेरै उहाँले स्कुलिङ राख्नु भएको छ। किनभने एउटा नेतृत्व क्षमतालाई उजागर गरिदिएर हजुरहरूसँग प्रत्येकसँग नेतृत्व गर्ने एउटा क्षमताभित्र लुकेको हुन्छ, त्यसलाई बाहिर ल्याउन मात्रै हामीले लाइनिजमबाट ल्याउ अवसर छ। सो अनुसारले हामी त्यो उजागर गर्नमा गभर्नरज्यूले ल्याइसक्नु भएको छ कार्यक्रम। हामी इन्टायर लिडरसिप डिस्ट्रिक्टमा 7 जना हामी पूर्व गभर्नरहरू हुनेछौँ। आदरणीय डिस्ट्रिक्ट गभर्नरले ल्याउनु भएको सबै कार्यक्रमहरूलाई सफल बनाउन हामी पूर्व डिस्ट्रिक्ट गभर्नरहरूको एज अ निवर्तमान डिस्ट्रिक्ट गभर्नरको हैसियतले मेरो अझ बढी भूमिका रहन्छ। म यहाँहरूसँग सँगसँगै सहकार्य गरेर अगाडि बढ्नेछु। म यहाँलाई यिनै शुभकामना व्यक्त गर्दै यहाँको उज्जवल भविष्यको कामना गर्दै आज उपस्थित हुनुभएको नहुनुभएका समस्त 15 जना हाम्रा सदस्यज्यूहरूको उत्तर प्रगतिको कामना गर्दै म बिदा हुन्छु। हस्, धन्यवाद। यस सभालाई सभाध्यक्ष गरिनुभएका सभापतिज्यूहरू भयो, निरज सर मेरो साथी एकदमै अत्यन्त मिलनसार र उहाँको तारिफ यति धेरै सुनियो यहाँनिर होइन। र एउटा साथीको रूपमा उहाँलाई चाहिँ एकदमै राम्रो साथीको रूपमा जुन हेरिरहँदाखेरि उहाँको राजनीतिक यात्रामा पनि हामी सँगसँगै धेरै कामहरू गरिरहेका छौँ र समाज सेवाको क्षेत्रमा पनि उहाँ उत्तिकै क्षमतावान र एकदमै डेडिकेटेड रूपमा जानुभएको देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ। र लगायत सम्पूर्ण विशेष अतिथिज्यूहरू, सम्पूर्ण पदाधिकारीज्यूहरू, नवनिर्वाचित कार्य समितिका पदाधिकारीज्यूहरू र सम्पूर्ण उपस्थित साथीभाइहरूमा चाहिँ मेरो नमस्कार। सबैभन्दा पहिला त नयाँ कार्य समितिलाई धेरै धेरै बधाई छ र आफ्नो लिडरसिपमा यस्तो धेरै जान्नुभएको, बुझ्नुभएको एउटा एक्सपिरियन्स लिडरसिपमा काम गर्नुको लागि छुट्टै मजा आउँछ। र नयाँ कार्य समितिलाई पनि अगाडि बढ्नको लागि कसरी जाने भन्ने कुराको एउटा लिडरसिप छ है मसँग भन्ने कुरा हुँदाखेरि चाहिँ एउटा कन्फिडेन्स यतिको पनि बिल्डअप भएर आउँछ। र अघि म्यामले भनिसक्नुभयो, म पनि लायन्स क्लबमा धेरै पहिलादेखि आबद्ध त थिएँ, तर एक्टिभली यसलाई नै एउटा तहगत रूपमा लान चाहिँ सकिएको अवस्था थिएन मेरो, किनभने म अरू डिफ्रेन्ट अर्गनाइजेसनहरूमा पनि थिएँ र व्यवसायसँग रिलेटेड कुराहरूमा नै अलिक बढी ध्यान दिनुपर्छ भन्ने सोचका साथ चाहिँ म अगाडि बढिरहेको त्यसमा म क्यान महासङ्घमा अलिक बढी आबद्ध हुन पुगेँ। र एउटा लाइन्स भइसके पछाडि कुनै पनि टाइममा म लाइन्स भएँ भने एउटा लाइन्सले चाहिँ के बुझाउँदो रहेछ भने हरेक सेवा अथवा समाजको कुनै पनि एउटा पक्षमा जहाँ चाहिँ बोल्नुपर्छ त्यहाँ चाहिँ अगाडि बढिहालिँदो रहेछ क्या, लायन्ससिपमा चाहिँ त्यो एउटा भइहाल्दो रहेछ। त्यो एउटा म आफूमा पनि एउटा फिल हुन्छ जहिले पनि। र अब आजको कार्यक्रममा धेरै कुराहरू नगरिकन हजुरहरूले चाहिँ एउटा आफ्नो पर्सनल समय र स्रोतहरू खर्चेर समाजसेवाको लागि यति ठुलो योगदान पुर्याउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र हजुर सबैजनालाई धेरै धेरै बधाई। र स्पेसली यो सभाका सभाध्यक्ष हाम्रो निरज सर,
उहाँले चाहिँ यति राम्रो कामहरू गरिदिएर एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ र नयाँ लिडरसिपहरूको लागि पनि एउटा बाटो खोलिदिनु भएको छ। यसको लागि धेरै धेरै बधाई छ तपाईँलाई र साथीभाइहरूलाई चाहिँ अब यसरी नै काम गर्दै जाउँ। सरकारले पनि धेरै ठाउँहरूमा सम्पूर्ण क्षेत्रमा चाहिँ काम गर्न सकिरहेको अवस्था हुँदैन। त्यो केसहरूमा चाहिँ लायन्स क्लबले जहिले पनि सबैभन्दा पहिले भनिहाल्नु विपद व्यवस्थापनदेखि लिएर हरेक कुराहरूमा सबैभन्दा अगाडि पुगेको छ। यही कुरालाई निरन्तरता साथ अगाडि बढ्नु होला। हामी पनि सहकार्यमा काम गर्छौँ। स्थानीय सरकारहरूसँग भएको अब यो जुन बजेटको कुराहरू छ त्यसमा भए जसरी गर्नुपर्ने हुन्छ कहाँ मेरो सहयोग रहन्छ सहकार्य रहन्छ त्यसमा म सधैँ अगाडि बढिरहनेछु। हजुरको साथमै हुनेछु र यसमा लाग्नको लागि प्रत्यक्ष रूपमा लाग्न जरुरी छैन जस्तो लाग्छ। अप्रत्यक्ष रूपमा पनि जहिले पनि म लायन्स क्लब लगायत जति पनि समाजको लागि गर्छु भनेर बसेका संस्थाहरूदेखि लिएर कुनै पनि मान्छेहरूसँग म सधैँ साथमा हुनेछु। यति भन्दै चाहिँ मेरो अझै पनि समाजसित प्रत्यक्ष रूपमा जोडिएर काम गरिरहेछौँ र त्यही समाजसँग नै आबद्ध हुनुहुन्छ हजुरहरू पनि। हामीले आशा राखेका छौँ सिद्धार्थ इन्लाइटनले मात्रै होइन सम्पूर्ण लाइनिजमले नै हजुरको साथ सहयोगको आवश्यक परेको बेला पक्कै पनि पाउनेछ भन्ने कुरामा म विश्वस्त हुँदै अब लगभग हामी यो कार्यक्रमको अन्तमा छौँ। यहाँहरू सम्पूर्णले यति धैर्यतापूर्वक सुनिदिनु भयो, आफ्नो आफ्नो विचारहरू राखिदिनु भयो, फेलोसिप पनि गरिदिनु भयो र यो कार्यक्रमलाई यति उत्कृष्ट पनि बनाउनको लागि हजुरहरूको भूमिका एकदम अहम थियो भन्ने मलाई लाग्छ। र यस कार्यक्रमको चाहिँ समापन र धन्यवाद ज्ञापन व्यक्त गरिदिनु हुनुको लागि चाहिँ म आज बिएसएसको वार्षिक साधारण सभाका सभापति निरोज कर्मचारीज्यूलाई आग्रह गर्दै म पनि यस कार्यक्रमबाट बिदा माग्दछु। मधुजी आज यस सभा विशेष अतिथि हाम्रा आदरणीय पार्वती म्याम, त्यसै आदरणीय सुरेश सर, विष्णु सर, महेश सर, राजी सर, अनु सर लगायत उपस्थित सम्पूर्ण समकालीन मित्रहरूलाई मेरो हार्दिक अभिवादन छ। हामी लाइन्जम यात्रामा हामी सबै सँगै अघि बढिरहेका छौँ। मलाई जहिले पनि पार्वती म्याम, सुरेश सर, विष्णु सर लगायतका, महेश सर लगायतका, राज सर लगायतका महानुभावहरूले मलाई जहिले पनि ऊर्जा प्रदान गरिदिनु भएको छ। जहिले पनि भेट्दा कुरो गर्दा कुरो सेयरिङ गर्दाखेरि मैले केही नयाँ कुरो सिक्ने अवसर पाएको छु र यसो गर्दा यसो हुन्छ, यसो गर्दा यसो हुन्छ भन्ने कुरा चाहिँ उहाँहरूबाट पाएको कारणले गर्दा नै मैले आफ्नो चाहिँ के क्षमतालाई प्रस्तुतन गर्न पाएको जस्तो लाग्छ। त्यसै नारायणजी, मधुजी जहिले पनि कोर्डिनेसन नरहने, उहाँले कहिले पनि मलाई चाहिँ नाइ भन्नु भएन। जहिले पनि मेरो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर अगाडि बढ्ने चाहिँ अवसर दिनुहोस्। यसै गरी हाम्रा क्लब 15 का चाहिँ साथीहरू हुनुहुन्छ, यता कृष्ण म्याम हुनुहुन्छ, सजा म्याम हुनुहुन्छ, बिन्दु म्याम हुनुहुन्छ, उता श्याम सर हुनुहुन्छ, महेश सर हुनुहुन्छ, प्रकाश सर हुनुहुन्छ, यस्तै गरेर चाहिँ राजकुमार सर हुनुहुन्छ। यस्तै गरेर चाहिँ हाम्रा पास्ट प्रेसिडेन्ट शङ्कर अधिकारीजी पनि एकदम मित्रवत व्यवहारमा अघि बढिरहनु भएको छ। यसै कारणले गर्दाखेरि यो मैले चाहिँ केही गर्न सकेको जस्तो मलाई लागेको छ। हामी समाजसेवामा लागेर विशुद्ध समाजसेवामा लागेका छौँ। हामीले समाजमा केही दिउँ भन्ने भावनाले हामी अघि बढिरहेका छौँ। हामीले यसमा चाहिँ जुन सर्भ लिड एन्ड राइट भनेर जुन पार्वती म्यामले जुन राख्नु भएको छ, यसैलाई आत्मसात गरेर हामी अगाडि बढिरहेका छौँ। हामी सफलताको शिखरमा पुगिरहेका छौँ र विश्वमै उत्कृष्ट क्लबको रूपमा, उत्कृष्ट डिस्ट्रिक्टको रूपमा पनि स्थापित भएको छ। त्यसै गरी अब न्यु इलेक्ट दिदी चाहिँ हाम्रो सुरेश सरले चाहिँ सेयरिङ बाई केयरिङको जुन नारा ल्याउनु भएको छ, यसलाई पनि हामीले चाहिँ सबै मिलेर अघि बढेर चाहिँ हामीले जुन अनवरत रूपमा हामी चाहिँ नम्बर 1 मा रहेका छौँ, त्यसलाई कायम गरेर अघि बढ्नुपर्ने हाम्रो एक ठुलो चाहिँ तरकारी रूपमा रहेको छ। यसलाई हामी सफलता प्राप्त गर्छौँ भने हामीले आत्मविश्वास दिएका छौँ र विभिन्न साथीहरूले पनि यसलाई सँगै अघि बढ्नुपर्ने आजको आवश्यकतामा आउँदै आएको छौँ। आज यसै गरी मलाई जोन चेयरपर्सनमा मनोनयन गर्नुभएको सुरेश सरलाई यस्तै गरेर अब हाम्रो मान्यजी आउनु भएको छ। अब मैले सृजना बहिनी नै भनौँ। अहिले सधैँ अब हामीले एउटा कुरो
हामीले जुन जुन समाजसेवा गर्छौँ हामीहरू समयदेखि आर्थिकले सबै कुराहरू हामी खर्चिरहेको हुन्छ। समाजमा सकारात्मक परिवर्तन चाहिँ भइरहेको हुन्छ, सकारात्मक परिवर्तनको लागि हामी लागि परेको पनि हुन्छ। त्यसको लागि मैले पहिला थेसिस लेख्दाखेरि CRS कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी, त्यसमा चाहिँ केही प्रफिटको केही पर्सेन्टेज चाहिँ हामी समाजमा सेवा खर्च गरौँ एज अ चाहिँ कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी बन्द गरेर त्यो किसिमको मैले त्यो राखेको थियौँ। अहिले मान्यज्यूलाई म के भन्न चाहन्छु, यो कुरो चाहिँ सदनमा जाओस्, सरकारले सुनोस्। समाजसेवा गर्नेहरूलाई चाहिँ अब धेरै व्यापारी नै हुनुहुन्छ, समाजसेवा गर्ने अरू पनि हुनुहुन्छ, तर उहाँले पनि केही सहयोगहरू पाओस् र ट्याक्स छुटका कुराहरू चाहिँ पनि पाउन सक्यो भने यो अझ प्रशोधन हुनेछ र अघि बढ्नेछ र धेरै चाहिँ यसको लागि चाहिँ राम्रो काम हुनेछ भन्ने पनि म अनुरोध गर्न चाहन्छु। यस्तै गरेर अब साथीहरूको सल्लाह सुझाव र अपेक्षाको सधैँ म आकाङ्क्षी नै हुनेछु र धेरै धन्यवाद छ तपाईँहरूलाई यहाँ आइदिनु भयो। अब धेरै कुरो त दिदीले राखिसक्नु भएको छ। अब यति भन्दै म आजको चाहिँ कार्यक्रम समापन गर्छु। यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष समय दिएर आउनुभएको हाम्रो सृजना बहिनी, पार्लिमेन्ट सुरेश सर, विष्णु सर, महेश सर, राजेश सर, अनु सर लगायत सम्पूर्ण साथीहरूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। यता हेर्नु न, यता